वेलकम बैक टू द चैनल अनदर डे अनदर ब्लॉग। और आज के दिन भाई हम लोग जा रहे हैं टेंडुंग ट्रेक करते हुए। यस किरण किरण सबैजना एकपल्ट हेलो हाई। शरम भनिरहेछ भाइ, बहुत शर्मा रहे, बहुत शर्मा रहे। रौनकदाले चाहिँ सामानहरू किन्नुहुँदैछ हो। अन्नकदा सामान खरिदिरहेँ। छुट्टी पनि भइहाल्यो हो। आज हम जा रहे हैं कता रे टेन्डुङ ट्रेक। कतिको पितापुर किन्यो हेरौँ अब। आइसिस मलाई एकछिन पठाइदिन्छु ल म। चल आइको रबर ब्यान्ड किन्नु पनि सक्यो हो। आइ कति बाटो लागिसक्यो। बोल्नु पनि पर्छ। बोल्नु पऱ्यो नि, आइ यसरी बोल्दै जानु पऱ्यो नि होइन। बाटै बाटो आएको छ ल। लेट्स गो। उयो पनि खिच्छ त, कस्तो दामी रहेछ हेर त, कस्तो मजाले है। नाली हैन यो फुल कस्तो So अब ट्रेक स्टार्ट हो चुका है and I got my companion here in my hand. हेलो यो भनेको मैले यो भनेको त एउटा त दार्च माथि पुग्यो, यो पुगेछ हो। स्निकर्स खाऊ जोस भन्नुहुन्छ। I'm strong. हिँड्दैछ बिस्तारी। अब जिन्दगीमा फर्स्ट ट्रेक है तपाईँलाई लग्नु साह्रो पऱ्यो। अहिले साह्रो पर्छ नि, आज कहिले पनि सोचेको कुरा त पुगेको छैन। अहिले एकछिनबाट चाहिँ साह्रो पर्छ होला हौ कहिले हो। तपाईँले चस्मा कहिले किन्नुभयो भन। ए हो आज चाहिँ लाउनु परै लाग्यो नि त। Do not pluck flower. के गर्छ त्यो क्याफेटेरिया छ नि ठुलो क्याफेटेरिया त्यहाँ हो नि त हैन। ल हुन्छ भ्लगर भएको आज जाउँ त। यहाँबाट त कति हिँड्नुपर्छ हामी यहाँबाट यहीँको लोकलहरूलाई त अब कति 1.5 घन्टामा त उनीहरू आरामले पुग्छ भन्छ लोकलहरू। 1 घन्टा 1.5 घन्टामा हामीलाई चाहिँ बिसाउँदै गयो भने त अब लाग्छ नि 2.5 घन्टा बेसी लाग्छ। बिसाउँदै गयो भने 3 घन्टा लाग्छ। त्यतिकै त बिसाउनै पर्छ सक्दैन नि त। अरू बेला त झन् सामान सानो हुँदैन हो। टेन्टहरू कुनै केहरू कुनै खानेकुराले बेसी भारी हुन्छ। अरू बेला बस्दै जाँदा खानेकुराले भारी हुन्छ नि। अरू पनि आयो पहिला झन् यो दुईटा जहिले बस्छ यो डाङडाङमा अल्छी लागिरहेको। डाङडाङमा अल्छी लाग्छ होला है कुकुरलाई नि। आउँछ रातभरि हामीसँग बसेर भोलिपल्ट हामीसँग फर्केको नि पहिला रुना हामी गएको थियो कि हजुर। रातभरि बस्यो हामीसँगै फर्किँदाखेरि तिनीहरू बिहान अगाडिको जोसमा रहेछ पर हेर न। ल अहिले एकछिन हातमा तिनजना जोसमा चाहिँ पर अगाडि चाहिँ। कति हाल्नु नखाने रहेछ ए लट्ठा नखाने रहेछ। यो दामथाङको मासु खाने कुकुरहरू त्यसले खान्छ कि नखाने रहेछ त्यो पनि। यिनीहरू उयो हो बजाएको भत्ताहरूले त्यस्तो बिस्किट निकालेको छ कि कस्तो ल्याएर पनि खानु मान्दैन त बिस्किटहरू। यिनीहरूले नखाएर यिनीहरू बानी हुँदैन हौ।
भुट्टे भएछ त थाक्यो कि पुरा बोकेर लान्छ मलाई 5,000 रुपियाँ ल 100 रुपैयाँ पर केजी भन त्यो 100 रुपियाँ पर किलो त्यो त पोसाएन त अन्त लाउ के हुन्छ घटेको छु सजिलो हुन्छ बोक्नुपर्छ ए अलिक उयो है फोटो खिचेको होइन हौ कुमाथि जानु अरे हो ल सिन्ला के गर्दै जानु अरे हुन्छ के भन्नु आइज तिमीहरू पनि अर्कोले आउँदा त दाल लिएर आयो है प्रेसर कुकर ठिकै भन्नु त सही लगाएर आइज आइज पर्छ पर्छ त्यस्तो बेसी त होइन अलिअलि पहिला चाहिँ ड्यामै परेको थियो तर रातो के चाहिँ गाई देखेर तर्सेको कस्तो अबि यतै हेरिरहेको रहेछ नि त कहाँ हो ऊ यहाँ आयो बिचारा कहाँ गएको रहेछ फेरि एक्लै ब्रान्डेड रहेछ परेको कानमा ट्याग रहेछ नि त्यहाँ ब्रान्डेड रहेछ कानमा ट्याग छ नि त्यहाँ प्रतीक्षा यसले 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 ठिकै हुन्छ हुर्र गर्दा के हो लो अब ड्रेस का टाइम आ गया ए ठिक गर्नुभयो टाउको दुख्यो टाउको दुख्यो कस्तो कस्तो लाग्यो अन्त एकछिन म सानो इन्टरभ्यू गरिहाल्छु त नगर हौ इन्टरभ्यू गरिदिने हालत त छैन यहाँ खोइ पनि इन्टरभ्यू दिन हालत त छैन यहाँनिर हुन्छ मम के डेन्जर उसको ललिपप खानेहरू को लु डन्ठाल दिनु परिहाल्यो बोक न आफ्नो सामान चाहिँ तिम्रो द्याट्स नट माइन ए योर्स लौ लौ जो मलाई खिच खिच फोटो अब फोटो खिच्दिनु अरे फेरि अब यस्तो हुन्छ पारा फेरि अब गयो त गयो यस्तो यस्तो पारा चाहिँ अब यस्तै हो दो ल भयो होला यति त यति त भयो होला आमा यस्तो सफा रहन्छ कस्तो लाग्यो दामी मन परेन हौ भनिदिनु परेकै छ के गर्नु दोजीको फोटोग्राफी यहीँ म देखाइहाल्छु यस्तो चाहिँ दामी छ म दामी खिचेको फोटो छ
ल ल ल ल ल आइ जाउँ न अब हिँडौँ बिस्तारी पर त बिस्तारै बिस्तारै यहाँ बाटो त फेरि दामी रहेछ बाटो पनि ओके सो आज के ट्रेक का दूसरा रेस्टिंग पॉइंट ए आम्मामा तपाईँले बोक्नु यो ए छक्कै पर्दैन यहाँ तल उयो बास रहेछ एउटा यो मैले बोकेको यो पनि काट्दा हुँदैन यो म लिएर बनाउँछु लो तर मलाई चाहिँ किन भएको यो आजको दिनमा चाहिँ केटा घर गएर हुनसक्छ नि केटी हुनु मलाई यही मन पर्दैन हौ भगवान्ले त मलाई केटा बनाइदिनु नि हौ अहिले पनि आई क्यान गो ब्याक बिङ अ बोय कहाँबाट गर्ने यो पनि अलिक किरण हामीलाई पर्छ र ल बनाइदेऊ ल एउटा चाहिँ मैले आफै तासेको जस्तो गर्छु तासेको जस्तो गर्ने एउटा चाहिँ म आफै तासेको भिडियो बनाउने तास्दै गरेको हो यहाँ छ नि बिहाइन्ड द सिन यहाँ छ नि यहाँ म दामी भन्छ एक्टिङ मात्रै हो भने और इस बैम्बू स्टिक को हम यहाँ पे अभी काट के इसका स्टिक बनाएंगे हो बेयर ग्रिल्स से भनिदिउँ यहाँ पे मैं अभी इसको छील के इसको पूरी तरह से मतलब क्लीन कर देता हूँ ताकि मुझे पकड़ने में और चलने में थोड़ा सा आसानी रहे लो ओ टेकपा बनाउन माथिपट्टि हात पनि राख्नुहुन्छ नि उसको भने फर्स्ट भाइ मेरो थियो लगिहाल्यो ए यो त भएन तपाईँ त आफै काट्छु भनेको त म आफै काट्छु कि अब बनाइदिइहाल्छु ए लु ओत्रो आमामा यो त तपाईँको कम्पेनियन भइगयो त ठिकै छ है के दाजु म अगाडि जुन भन्नु जानुहोस् अब काटिन हुन्छ ल बाटो आइज भिडियोको लागि मात्रै यसो है कस्तो थियो यो भाटा यो तिमीलाई चाहिन्छ भने हैन अन्त एउटा चाहिँ काटिदिनु सबैले अब एउटा हुन्छ अब प्रेमितलाई भयो प्रेमितलाई एउटा म एउटा काट्छु अब ओ बेनी गरि बस्नु होला कोटाइहाल्छ यो चाहिँ बेसी बोल्ने होला भाइ तपाईको आइफोनबाट हेरौँ त आइफोन म्याडमलाई नम्बर पठाइदिनु तल पर्छ न म मजाले भगवान् बाप्रे यस्तै छ है ग्रुपमा चाहिँ केटीसँग आयो चाहिँ यस्तो साह्रो पर्छ है दाजु नि हेरौँ है अब यहाँ त यहाँ यतिले पुगेन अरे अब यहाँ पनि यहाँ इधर पनि खिच्ने गरे कि आमामा
आइ फोटो खिच्नु न खोइ कता गयो ओहे डन्टिम बोक्नु पर्छ यहाँ फोटो खिच्दैछ किरण बिचमा गइदिएको त्यहाँ पक्र त एकछिन हेरौँ नि बिजोग छ यस्तोहरू चाहिँ ल अब गान्धीजीको बाँदरहरू चाहिँ अब ठिकै लाट्टी बोकिरहेको छ हो भाइ अब यहाँ चाहिँ निकाल्न परेगा भाइ अब यो रुखको दुलो रहेछ कि यता यो रुखको दुलो रहेछ कि म पहिला अँटिहाल्छु ल अँट्ने रहेछु ए अँटे ल आऊ न थाक्यो है थाक्यो रुखको चेपबाट पस्यो हामी घामै नलाग्ने दामी दामी हुन्छ बाटो त्यही त आमा अहिले चाहिँ फुल अन ट्रेक भाइब्समा आएको छ कि तर सनग्लास चाहिँ कामै भएन नि त बिचरा के गर्नु अब पक्र भनेको झनै लडे पक्रिँदै खसै तानेको खास चाहिँ अपलोड गर्नुपर्ने हो कि होइन के थाहा अब चाहिँ ऐसा हुआ कि इधर पे ना हम लोग फोटो खींचते ना मतलब मैं खींचते हम लोग बहुत पीछे रह गए हमारा ग्रुप बहुत आगे चला गया है कि एंड नो वो लोग भी वेट तो कर ही रहा होगा एंड वी हैव टू कैच अप विद देम हामी त थाक्यो दिनुहोस् न काँचो अन्डा जस्तो बनाउँदैछ मेरो डन्ठाहरू खाइदिउँ के अब हत्तु भइदियो अलमोस्ट हाफ त कभर भइसक्यो हेलो ठिकै छौ बिस्तारै ए बिस्तारै 80 त भयो ल पुगिहाल्यो अब चाहिँ बस रेस्ट गर बिस्तारै यस्तै हुन्छ भने अलिक छिटो हिँडेको अब हमने ऐसा कर दिया है कि अपना चार्जिंग इधर पे इसे फिट कर दिया है तो ये इसमें ही रहेगा, हाथ में रहना नहीं पड़ेगा भाई। ये पहले क्यों नहीं आया आइडिया। ऑलमोस्ट ओराली होला धेरै गाह्रो तर दृश्य त्यो थकान भुलाइदिने यति साह्रो होइन होला जे थिए म रहिन अब आफैलाई नयाँ भेटे। कस्तो दामी गीत सुन साँच्ची ट्रेकिङको लागि ऐसा है कि हमारे इधर पे इधर देखिए भाई, इनको चलना नहीं आता, मतलब चलना नहीं होता ठीक से। इनका कभी कभार क्या होता है कि मतलब ऐसा वो जो भार बोकने वाला मतलब जो होता है ना, नेपाली में तो उसको डोको कहते हैं, तो कभी कभार डोको में लेके जाना पड़ता है। लेकिन आज मौसम कह रहे थे वैसा हाल अभी नहीं है, तो ये तो अच्छी बात है ना। डोको का रेट है डोको का रेट 100 रुपये पर केजी है।
अलमोस्ट पुग्न आँट्यो तर बाटोमा कस्तो मैला रहेछ फेरि एटेरी खाऊ पुगिगयो अब पहुँच गए भाइ अब यस्तो भयो कि यसो भयो कि भाइ फोटो सोटो चाहिँ बहुत खिच लिया कि मौसम पनि त रमाइलो देखाउँछ नि अब चाहिँ मजाको भयो कि Yes. And we have finally reached the destination. Yes. It's over there on you. Nice. Oh, कस्तो दामी देखिन्छ फोटो खिच्दा दामी छ त्यही त भिडियो ठिकै छ आमा बिहाइन्ड द सिन चाहिँ यहाँ छ है मेरो म हिँडेको चाहिँ गरिदिनु भिडियो उता हिँडेको ल यता हिँडेको अब यता हो ल सट्टै यता हो सिधै हो आयो ए मोडल वक क्याट वक गरिदिनु अरे नि अब आइपुग्यो अब सो अब चाहिँ फाइनली we are going to reach वही नचढ है यो हुन्छ बाटो पर पुगेर मरिरहेको यो केटाकेटीलाई निकाल्नु हुँदैन यो केटाकेटी एकदम भएन मलाई त अस्ति नै डर लागेको कता हो है छैन यहाँबाट त भ्यू देख्छ भन्छ म त म देखिरहेको छु आइपुग्यो अब चाहिँ फाइनली वी हेभ रिच आवर डेस्टिनेसन स्पट है आइपुग्यो अब चाहिँ यो नेटवर्क कुन यता छ आइरो बोल्नु चाहिँ पर्यो So we have finally reached and now है in the destination spot पहुँच गए भाइ त्यो चाहिँ म अब भरे गुगल गरेर हेर्छु ल मलाई म्याथ छैन त्यो चाहिँ अब हात धुने सिन भइगयो स्यानिटेसन कम्ती पानी छ हुन्छ अलिकति अब भयो है अब मलाई दिनु सक्यो त कस्तो तातो भयो पानी हो रेडी भइसक्यो अब चाहिँ आगो पनि बोलिदिइहाल्यो दाले चिया मेरो ब्यागमा छ है चाय इज इन माई ब्याग एन्ड हियर्स द टेनुङ हिल स्टोरी अब पिकनिक स्पट दर्जी छ नि म खाइदिइहाल्छु म नि खाइदिन्छु अहिले एकछिनबाट चाहिँ अब खाली पेटमा नखाएको मैले यो पनि हाल्दै आगो ताप्दिउँ अब चाहिँ तातो भयो कि त अलिकति मात्रै तातो उयो प्रतीक्षा नहल्लेको हेर्नु यहाँ के भएको आमाले पुरा चुलाइ लाग्नु लामो कोब्राहरू चाहिँ खाले क्या छाती पो धुयो भयो त टिक गरे ल्याएको छ हुन्छ कि किन नलागो यहाँ त हेर त हो कस्तो भएछ हामी यहाँ बसेको नि यहाँ पनि सफा रहेछ अहिले पछि पुरा मैला हो यो भित्र चाहिँ के हो बस्दा हुन्छ यहाँनिर बेसी बिजोक भइदियो है तोडेर बस्दो रहेछ नि कतिजना त तल अहिले चुप्पो मात्रै सुप ए चुपुर मात्रै दौराहरू रहेछ नि हो त हेर्दै भन्नु के भएछ माग्नु ए त्यस्तो भएछ कि त नभए भात पो आउँछ थ्याङ्क यू सर पानीको कस्तो मैला छ त मैला छ त यहाँभित्र त कति मान्छेहरूले बिगारेको मान्छेहरू उयो गर्नै त जान्दैन चलाएर जानै जान्दैन हिच बियर खाएको रहेछ हो
हिरोइनहरू भएर साथमा पनि डुल्दै थियो त अघि त तिमीहरू त साथमा डुलेको साथमा डुलेको निक्लिँदैछ नि अन्त उपर झाडो भएर कस्तो भइरहेछ यहाँ अब चल्दै गयो अब चाहिँ यहाँ त यहीँतिर चाहिँ मेरो डन्ठा है ल ल तिमीहरू चाहिँदैन डन्ठा चाहिँदैन बा ओरा के डन्ठा हौ ओह्रालो मात्रै लड्छ त पर्दैन भन्दा हुन्थेन होला गन्त हुन्छ आमा